भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आइसिसी टी20 विश्वकप 2026 का लागि नेपालको 15 सदस्यीय टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरेको हो। टोलीमा एनपिएल 2025 मा शानदार प्रदर्शन गर्दै उदयमान खेलाडी घोषित शेर मल्ल समावेश भएका छन्। शेर पहिलो पटक नेपालको सिनियर टोलीमा समावेश भएका हुन्। यस्तै बसिर अहमद पनि नेपालको विश्वकप टोलीमा परेका छन्। विश्वकप एसिया एएपी छनौटको खेलका कुशल मल्ल र मोहम्मद आदिल आलम भने विश्वकप खेल्ने टोलीमा परेनन्। रोहित पौडेल कप्तान, दिपेन्द्र सिंह एरी, कुशल भुर्तेल, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम र सन्दीप जोरा रहेका छन्। टी20 विश्वकप आगामी फेब्रुअरी 7 देखि मार्च 8 सम्म भारत श्रीलङ्कामा हुँदैछ। नेपालले तेस्रो पटक टी20 विश्वकप खेल्ने भएको छ। भारत र श्रृङ्खलामा हुने टी20 विश्वकप क्रिकेटको ट्रफी सोमबार राष्ट्रपति निवासमा प्रदर्शन गरिएको हो। ट्रफी टुर अन्तर्गत ट्रफीलाई नेपाल ल्याएको हो। ट्रफी प्रदर्शनमा राष्ट्रपति रामचन्द्र पौडेल, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, इन्दु वर्मा, प्रशिक्षक सर्टु आर लर र हर्षल पाठक सहभागी भएका थिए।